हिँड्नु हुँदैन भनेर होइन। तर नेपालको बाटो यस्तै छ, अब के गर्नु होइन, हिँड्नै पर्यो। बाटो नेपाल सरकारले इन्डिया सरकारलाई दाइजो दिएको अरे भन्छन् त, के हो कुरो। हेलो गाइस, वेलकम टु माई ब्लग। अनि म चाहिँ सन्चै छु, हजुरहरू पनि सन्चै हुन्छ होला भने आजको साथले आजको भिडियो चाहिँ सुरु गरिसकेको छु होइन। अनि त्यसमा देखाइराख्नु भएको छ, खुसी लागेको छ। अनि युट्युब च्यानल पनि अहिले बनाएको छु, सब्सक्राइब गर्नु होला है त गाइस। अनि आजको चाहिँ कहाँ छ भनेर त तपाईँहरूलाई पक्कै पनि थाहा भइसक्यो अगाडिको क्लिपहरू हेरेर। मास्क लाएर होइन, अब टक्क रेडी भइरहेको छु। अनि अब सुकुले त्यही हो, हेर्न सक्नुहुन्छ यताको मौसम जस्तो मजाले छ भन्नुपर्छ होइन। वेदरको कुरा चाहिँ के गर्नु, घाम लागिरहेछ। अनि यो आज देख्न सक्नुहुन्छ यहाँनिर रेगन पार्क छ होइन। अनि अगाडि चाहिँ पुरै जो दुईजना अघि भागिसकेको छ अवस्था छ। अनि शङ्खरबेली चाहिँ म आजसम्म गएको छैन होइन। अनि केटाहरूको अब मान्नै पर्यो छुट्टी भएको बेलामा, त्यही भएर म शङ्खरबेली गइरहेको छु अहिले चाहिँ। अनि हामी साइकलमा गइरहेको छौँ चारजना होइन, एकदम गर्मी भइरहेको अवस्था छ। अनि दुईजना चाहिँ अघि अगाडि गइसकेको छ होइन। अहिले चाहिँ हामी दुईजना मात्र गइरहेको छौँ। अनि साइकलमा जानु एकदम गाह्रो भइरहेछ होइन। हामी होइन यो तिनकुने भन्छ नि, तिनकुनेको मिलिजुली स्कुल छेउ भन्नु पर्ला, त्यहाँनिर आइरहेछौँ। अनि आँप चाहिँ एकदम पाकिरहेछ होइन। अहिले अब आँपको पाक्ने सिजन हो नि त, मैले चाहिँ होइन मान्छेहरूले चाहिँ सक्ने अवस्था हुन्छ। हामी ल ठ्याक्कै एलआइसी भन्छ के भन्छ अरे, तिनकुने चोक, यहाँ चाहिँ शुक्रबार हटिया पनि लाग्ने गरेको छ। हामीले चाहिँ साइकलमा पम्प हालेर अब होइन एकदम तीव्र गतिमा अघि बढिरहेको छौँ। बाटो चाहिँ अब नेपालको बाटो हो, पहिले पनि देखाइसकेको नै थिएँ अमाको भ्लगमा होइन। अनि हेर्न सक्नुहुन्छ बाटोको त के हालत थियो कि कुरा गर्नु होइन। सो अमा चाहिँ छ होइन, पहिले पनि हेर्न सक्नु नि बाटो अमाको त देखिराख्नु तपाईँहरूलाई। केटाहरू अन्त लुकाइ जाँदैछ नि त होइन, लुकाउनेलाई लुकाउनु पाउँछ होइन। यो के अरे गाइस, एकपल्ट कमेन्टमा भनिदिइराख्नु होला। त्यो नेपाल सरकारले इन्डिया सरकारलाई दाइजो दिएको अरे भन्छन् त, के हो कुरो। लगाइ अब चाहिँ हामीले यहाँबाट उत्रेर हिँड्नुपर्ने हुन्छ। अगाडि यस्तो बाटो छ नि त नि, साइकल जाँदैन। पछाडि होइन फोटो लगाएर हेरिराख्नु होला। अब यस्तो पुरै खोला छ नि त, रेगन टन्ची जाँदैछ होइन। अनि यता चाहिँ बाब्ला झिक्ने काम भइरहेको रहेछ। केटाहरू चाहिँ गइसक्यो होइन, अहिले हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ। शङ्खरबेली चाहिँ म फर्स्टचोटि जाँदैछु नि त, अनि हल्का एक्साइटेड छु गाइज। ल लुगा पनि भिज्यो होइन, हेर्न सक्नुहुन्छ भिजोस् भिजोस् होइन, मतलब छैन। अनि केटो के भनेछ त्यहाँनिर चाहिँ होइन, लगिटा आउँछ। अनि हामी चाहिँ अब शङ्खरबेली भन्नु पनि आउँदैन, शङ्खरबेली जाँदैछौँ होइन। अब चप्पल बगाउँदैछ यहाँ चाहिँ, चप्पल बाबुआमाले भन्नुहुन्छ नराम्रो बाटो हिँड्नु हुँदैन भनेर होइन। तर नेपालको बाटो यस्तै छ, अब के गर्नु होइन, हिँड्नै पर्यो। बाटो नहिँड्ने त अनि कसरी पुग्नु सकिँदैन नि त गन्तव्यमा त, त्यही भएर हामीले चाहिँ बाटो हिँड्नै पर्ने हुन्छ। नराम्रो बाटो अब नेपालको नराम्रो बाटोमै नि हिँड्नै पर्यो होइन। कस्तो यो जङ्गल चाहिँ मलाई फेरि बबाल लाग्छ नि त नि, यस्तो बबाल छ जङ्गल चाहिँ। अब चाहिँ हामी फेरि साइकलमा जानुपर्ने हुन्छ होइन। गाइस हेर्नु न, जङ्गल त खङ्खा छ नि त होइन, यस्तो बबाल छ नि त जङ्गल त। ल हामी चाहिँ होइन भागेर जाँदैछौँ क्या, पैसा टिकट लाग्छ अरे नि त नि शङ्खरबेली गएको छ। अनि हामीसँग त अब टिकट किन्नुको लागि त छैन अरू। यहाँ यो झोलामा अघि किनेर अरू त सामान भरिसकेँ होइन। गाइस हेर्नु न, ल गाइस शङ्खरबेलीको जङ्गल चाहिँ हेर्न सक्नुहुन्छ होइन। अनि जङ्गलमा त्यहाँ एउटा दुम्ची कुद्दैछ साइकलमा, जङ्गलमा दुम्ची कुद्दैछ होइन। यतानिर त्यो मान्छे छ, हामीले देखाउनु मिल्दैन नि त होइन। मान्छे भएपछि त अब बोल्नु त लाग्छ, तर पनि बाले भने गाइस होइन। जो हाम्रो काम भनेको आफ्नो कामसँग आफ्नो काम राख्नुपर्छ, अरू त्यस्तो फोकटे कुरो सोचेन भने चाहिँ होइन। अहिले हल्का बानी भएको छ
बोल्नलाई त्यति धेरै कन्फिडेन्स चाहिँ छैन होइन। तरै पनि बालै भएन मान्छे छ यता हाँस्दैछ पछाडि होइन। बालै भएन देखाउने अब ल जाँदैन गाइस। अब चाहिँ सक्नुहुन्छ हामी अघि चाहिँ शङ्करबेलीमै थियौँ होइन। अघि चाहिँ जस हामी मेन ठाउँमा थिएनौँ नि त। अहिले चाहिँ अब मेन ठाउँमा आइसकेको छौँ। अनि यहाँ चाहिँ एकदम धेरै मान्छे चाहिँ होइन रोक्नु मान्छे देखाइदिन्छु म चाहिँ होइन। मान्छे देखाइदिन्छु छक्कै पर्न सक्नुहुनेछ होइन। तपाईँहरूलाई म देखाइदिन्छु। एक दुईवटा मान्छेहरू हेरिहाल्नु होला है त। हेर्न सक्नुहुन्छ अगाडि छ होइन। यता अहिले फेरि यसरी अहिले त अनुमति बिना भिडियो खिच्यो भन्दा होइन कराउनु सक्छ। त्यही भएर फेरि खिच्नुहुन्न। त्यही भएर म यसरी झट्टै देख्छु अनि फेरि थोप्रा देखाइहाल्छु है। यति भन्न चाहन्छु होइन। अब हामी लाग्नुपर्ने कता हुन्छ? अब हामी कता लाग्ने हो? अब चाहिँ हामी गइरहेको अघि त्यो शङ्करबेलीको जङ्गलमा एउटा दुम्सी कुदेको थियो साइकलमा होइन। अनि त्यो दुम्सी कहाँ गयो थाहा छैन। अब हामीले चाहिँ दुम्सीलाई खोज्नुपर्ने हुन्छ। यहाँ चाहिँ हाम्रो मित्र होइन मान्छेहरू त छ होइन। तर बाल्लै भनेको अरू बेला चाहिँ म भ्लग बनाउँदा प्रायः जस्तो परिवारसँग हुन्थेँ। उनीहरू केही बोल्ने थिएन। त्यही भएर हल्का लाज लाग्थ्यो। आजकल त रेगन फ्रेन्ड छ क्या बाल्लै छैन होइन। चिलबाट हान्ने हो नि हो। पानी चाहिँ के खालको हो के चियो यस्तो पानी पनि हुँदो रहेछ होइन। टिकटकमा फुल भाइरल भएको चाहिँ गाइस लय नै हो होइन। अनि एकदम भाइरल छ नि त फुल छ मान्छे रहेछ। मान्छे त छ होइन तर पनि बाल्लै भएन गाइस। ल लाग्दिउँ हामी ए बाल्लै भएन। हामीलाई पनि के पाल खिच्दिन है नि बाल्लै भएन। तर मान्छे है राम्रो मान्छे तर पनि बाल्लै भएन। हामीलाई के को बाल होइन। गाइस अहिलेलाई चाहिँ यति नै होइन। गाइस अहिलेलाई चाहिँ यति नै। फेरि भेट्नुपर्छ अर्को भ्लगमा। अहिलेको लागि चाहिँ यति नै है त गाइस।